देशका नाममा अमेरिकादेखि नेपालका सहकारी ठग्ने अनि गाँजा खाएर पशुपतिनाथ लुट्न जाने कोठाभित्र बसेर तिनीहरूलाई पनि नेपाली कांग्रेस पार्टीले तहलाउनु छ। तिनीहरूलाई पनि नेपाली कांग्रेस पार्टीले तहलाउनु छ। त्यसको स्वामित्वको शहीदहरूको सपनाको स्वामित्व। अब यिनको कुरा सुनिहालौँ। सुरु 1 नम्बरमा के बनाएछन् भने सहकारी ठग्ने अरे। घन्टीमा रवि लामिछाने आरोपबाट प्रमाणित भएका छैन एउटा कुरो। अब घन्टीले मात्रै ठगा होइन, काङ्ग्रेसमा त त्योभन्दा ठुल्ठुला ठगहरू 2-4वटा छन्। एउटा यता त एउटा मात्रै छ, त्यो पनि प्रमाणित भएको छैन। त प्रमाणितै भएका 2-4वटा सहकारी ठग्ने छन्। तिनीहरूलाई जोगाउने माको खतम चाहिँ काङ्ग्रेस हो 1 नम्बर। गाँजा खाएर कोठाभित्र लुक्ने अरे। भ्रष्टाचार गर्नुभन्दा त गाँजा खाएर कोठामा बस्नु सबैभन्दा बेस्ट हो। भ्रष्टाचार भनेको एकदम खतम कुरा हो। भ्रष्टाचार गर्ने आज ठुला कुरा गरेर हुन्छ। पहिले आफ्नो पार्टी सुधार, पहिले गलत कुरा भएकोलाई गलत औँल्याउन सिक पहिले, अनि त्यसपछि हामीलाई राजनीति सिकाऊ। ताई न तुइका ल्याएर हामीलाई राजनीति सिकाउने।